नमस्कार दर्शक महानुभावहरू, स्वागत छ यहाँलाई स्कोर चौतारीमा। आज हामी सबै नेपाली क्रिकेट प्रेमीका लागि गर्वको दिन हो। नेपाल र वेस्ट इन्डिज बीच सुरु हुँदैछ एक ऐतिहासिक क्रिकेट श्रृङ्खला। यो क्रिकेट श्रृङ्खला फुल क्रिकेट नेसनको पहिलो नेपालले खेल्ने यो क्रिकेट श्रृङ्खला हो। यो मात्र खेल होइन, यो त सपनाहरू साकार गर्ने यात्रा हो। ती सपनाहरू जुन लाखौँ नेपालीले देखेका छन्, विश्व मञ्चमा आफ्नो टिमलाई चम्किन देख्ने। नेपालले धेरै उतार चढाउ भोगेको छ, सुविधा कम, चुनौती धेरै, तर हरेक पिँढीले सङ्घर्ष गरेर यहाँसम्म ल्याएको हो। अब यो सङ्घर्षलाई विश्वले हेर्नेछ। श्रृङ्खलाको जानकारी गर्नुपर्दा तपाईँ हामी सबैलाई थाहा नै छन् त 3वटा T20 अन्तर्राष्ट्रिय खेलहरू हुनेछन्। शारजाह युएईमा 27 तारिक आजकै दिन बेलुका 8:15 बजे नेपाली समयअनुसार, अनि 29 तारिक र 30 सेप्टेम्बरमा हुनेछ। नेपालको स्क्वाडको कुरा गर्नुपर्दा कप्तान रोहित पौडेल रहनेछन्, दिपेन्द्र सिंह एरी, सन्दीप लामिछाने, कुशल बुर्तेल, सोमपाल कामी, गुलसन झा, ललित राजवंशी, करण केसी, लोकेश बम, नन्दन यादव, मोहम्मद आदिल आलम, सन्दीप जोरा, साहब आलम र कुशल मल्ल रहनेछन्। यी सबै खेलाडीहरूको काँधमा आज 3 करोड नेपालीको आशा बोकेको छ। अनि वेस्ट इन्डिजको क्वाइटको कुरा गर्नुपर्दा कप्तान आकिल हुसेन, साथमा जेसन होल्डर, काले मायुर्स, फेबिन एलन जस्ता अन्य धेरै नयाँ अनुहार समावेश गरिएका छन्। यी सबै खेलाडी विश्व क्रिकेटमा नाम बनाइसकेका खेलाडी हुन्, तर नेपालका लागि यो नै अवसर हो। यिनीहरूलाई हराएर विश्व सामु नेपाललाई चिनाउने, विश्वलाई नचकित पार्ने यो नयाँ मौका हो नेपाली क्रिकेट टिमलाई। रणनीति र सम्भावनाको कुरा गर्नुपर्दा ओपनरहरूले बलियो सुरुवात गर्नुपर्छ। स्पिन आक्रमणमा लामिछाने र राजवंशीले निर्णय भूमिका खेल्नुपर्छ र तेज बलमा सोमपाल कामी, गुलसन झा, करण केसीले राम्रो भूमिका खेल्नुपर्छ र फिल्डिङ र मानसिक दृढता यहीँबाट खेल जितिन्छ। साथीहरू, यो श्रृङ्खला जित्ने वा हार्ने मात्र कुरा होइन, यो त हाम्रो पहिचान, हाम्रो साहस र हाम्रो सपनाको प्रतिनिधित्व हो। जब नेपालको झन्डा मैदानमा फहराउँछ, त्यो क्षण हामी सबै नेपालीको लागि गौरव हुनेछ। अब प्रश्न यही छ कि के नेपालले इतिहास रच्नेछ? के नेपालले विश्वलाई देखाउनेछ कि हामी पनि क्रिकेटमा शक्तिशाली छौँ? हामी सबै नेपालीको उत्तर रहनेछ, एउटै हुनेछ, हो नेपालले सक्छ, नेपालले देखाउनेछ, नेपालले विश्वलाई चकित पार्नेछ र वेस्ट इन्डिजलाई हराउनेछ। नेपाल र वेस्ट इन्डिज बीच हुने आजको यो श्रृङ्खलाको लाइभ स्ट्रिम अर्थात् लाइभको कुरा गर्नुपर्दा मैले जानकारी पाएअनुसार हामीले नेपालमा कान्तिपुर म्याक्स र कान्तिपुर डेब्युबाट हामीले प्रत्यक्ष प्रसारण पाउन सक्ने कुरा मैले जानकारी पाएको छु। त्यसै गरी नेपालमा यो सिरिज रुटिन अफ नेपाल टिभी अर्थात् युट्युबमा लाइभ स्ट्रिमहरू हुनेछन्, त्यहाँबाट पनि हामीले हेर्न सकिनेछौँ। अनि भारतमा हुने सम्पूर्ण दर्शक नेपाली महानुभावहरूले फ्यान कोडमा स्ट्रिम हुने सम्भावना देखिएको छ। र तपाईँहरूलाई खेल सम्बन्धी अपडेटहरू थाहा पाउन मन लाग्छ भने हाम्रो यो च्यानललाई सब्सक्राइब गर्नु चाहिँ नभुल्नुहोला, र मनपर्छ भने सेयर, सब्सक्राइब पनि गर्न नभुल्नुहोला।